तपाईले सायद सुन्नुभएको छ, तपाईँ ती 5 जनाको औसत हुनुहुन्छ जससँग तपाईँ सबैभन्दा बढी समय बिताउनुहुन्छ र यो कुरा सत्य पनि हो। तपाईँका सम्बन्धहरूले तपाईँलाई या त माथि उठाउँछन् या त पछाडि तान्छन्। यदि तपाईँ व्यक्तिगत विकास र परिपक्वताको बाटोमा हुनुहुन्छ भने तपाईँ वरिपरिको मानिसहरूले त्यस यात्रामा ठूलो भूमिका खेल्छन्। विविध प्रकारका मानिसहरूसँग सम्पर्क गर्नु महत्त्वपूर्ण हुन्छ, तर केही व्यक्तिहरू यस्ता हुन्छन् जसले तपाईँको प्रगति रोक्न सक्छन्। विविध प्रकारका मानिसहरूसँग सम्पर्क गर्नु महत्त्वपूर्ण हुन्छ, तर केही व्यक्तिहरू यस्ता हुन्छन् जसले तपाईँको प्रगति रोक्न सक्छन् र तपाईँलाई बाटोबाट भड्काउन सक्छन्। यदि तपाईँ साँच्चीकै आफूलाई सुधार्न र आफ्नो सबैभन्दा राम्रो संस्करण बन्न प्रतिबद्ध हुनुहुन्छ भने यहाँ 7 प्रकारका मानिसहरू छन् जसबाट तपाईँ टाढा रहनु उपयुक्त हुनेछ। पहिलो, नकारात्मक सोच राख्नेहरू। रचनात्मक सुझावहरू सुन्नु महत्त्वपूर्ण हुन्छ, तर लगातार नकारात्मक सोचले तपाईँलाई कहिले त्यहाँ पुर्याउन सक्दैन जहाँ तपाईँ पुग्न चाहनुहुन्छ। यसको अर्थ तपाईँले तपाईँको जीवनमा नकारात्मक व्यक्तिहरूलाई बिदा दिनुपर्ने हुन सक्छ वा कम्तीमा उनीहरूसँग समय कम बिताउनु पर्ने हुन्छ। तपाईँलाई थाहा छ कि म कसको कुरा गर्दैछु। ती मानिसहरू जो सधैँ नकारात्मक कुरा गर्छन्, तपाईँको विचार र सपना भत्काउन सधैँ तयार हुन्छन्। यी नकारात्मक सोच राख्नेहरू निरुत्साहित गर्ने कलामा माहिर हुन्छन्। उनीहरू सधैँ खराब सम्भावनाहरू मात्र देख्छन्, समस्या र चुनौतीलाई बढाएर देखाउँछन्, तर फाइदा र अवसरलाई पुरै नजरअन्दाज गर्छन्। अनुसन्धान अनुसार यस्ता नकारात्मक सोचहरू संक्रामक हुन्छन्। यसले तपाईँलाई आफैमा शङ्का गर्न बाध्य बनाउँछ र तपाईँको उत्साह र प्रेरणा घटाउँछ। जब तपाईँ यस्ता ऊर्जा बोकेका मानिसहरूको वरिपरि लगातार रहनुहुन्छ, तब बढ्न र परिपक्व बन्न धेरै गाह्रो हुन्छ। त्यसैले यदि तपाईँ व्यक्तिगत विकासको बाटोमा अगाडि बढ्न चाहनुहुन्छ भने यस्ता नकारात्मक सोच राख्नेहरूबाट सुरक्षित दूरी कायम गर्नु नै उपयुक्त हुन्छ। दोस्रो, समय खेर फ्याँक्नेहरू। ओहो, म पनि यस्ता मानिसहरूसँग धेरै पटक भेटिसकेको छु। यी त्यस्ता मानिसहरू हुन् जसले अनाहकमा तपाईँको अमूल्य समय खेर फाल्छन्, आफैले थाहा नै नपाई। उनीहरू रमाइला साथी हुन सक्छन्, तर व्यक्तिगत सीमाको महत्त्व बुझ्दैनन्, न त अरूको समयको कदर गर्छन्। मसँग कलेजको एउटा समयमा साथी थियो, मानौ उसको नाम राम हो। राम सधैँ रमाइलो गर्ने मुडमा हुन्थे, अनि कुन दिन हो कुन समय हो त्यसले कुनै अर्थ राख्दैन थियो। उसले हरेक पटक मलाई घुम्न बोलाउँथ्यो, बिना पूर्व सूचना घरमा आइपुग्थ्यो वा फोनमा घन्टौँ कुरा गर्न चाहन्थ्यो। कहिले उनको मनपर्ने सिरियलको बारेमा त कहिले ससाना कुरामा। सुरुमा त मलाई पनि रमाइलो लाग्थ्यो, आखिर कसलाई आराम गरेर टिभी हेर्न मन पर्दैन र। तर बिस्तारै मैले महसुस गर्न थालेँ कि रामसँग बिताएको समयले मेरो अध्ययन, व्यक्तिगत लक्ष्य र मेरो आफ्नै शान्ति समय सबैमा असर पर्न थाल्यो। यहाँ सिक्नुपर्ने कुरा के छ भने समय खेर फ्याँक्ने मानिसहरूबाट सचेत रहनुहोस्। उनीहरूको मनाशय नराम्रो नहुन सक्छ, तर उनीहरूको सीमाहीनता र तपाईँको समय कदर नगर्नु तपाईँको व्यक्तिगत विकास र परिपक्वतामा ठुलो बाधा हुन सक्छ। त्यसैले तपाईँले आफ्नो समयको प्राथमिकता निर्धारण गर्नुहोस् र स्पष्ट सीमाहरू राख्नुहोस्, ताकि तपाईँको समय तपाईँको प्रगति र भलाइमा खर्च होस्। तेस्रो, सहज क्षेत्रमै सीमित रहनेहरू। हामी सबैले यस्ता मान्छेहरू चिन्छौँ। उनीहरू वर्तमान स्थितिबाट पूर्ण रूपमा सन्तुष्ट हुन्छन् र चुनौती वा परिवर्तनले टाढै राख्छन्। अब सहज रहनुमा स्वाभाविक रूपमा केही गलत कुरा छैन, तर यदि तपाईँ विकास गर्न र परिपक्व बन्न चाहनुहुन्छ भने यस्ता मानिसहरूको साथले तपाईँको प्रगति रोक्न सक्छ, किनभने विकास प्रायः असहज अवस्थाबाट सुरु हुन्छ। यसले हामीलाई आफूलाई धकेल्न, चुनौतीहरूसँग जुझ्न र मानसिक सुदृढता विकास गर्न माग गर्छ। त्यसमा मैले उल्लेख गरेको छु, सहज क्षेत्रबाट बाहिर निस्कनु मानसिक विकास गर्ने महत्त्वपूर्ण कदम हो। जस्तै मांसपेशी बलियो हुनुमा प्रतिरोध आवश्यक हुन्छ, ठिक त्यस्तै हाम्रो मन र सोच परिपक्व हुनका लागि चुनौती आवश्यक पर्छ। यदि तपाईँ साँच्चीकै व्यक्तिगत विकासमा गम्भीर हुनुहुन्छ भने तपाईँले तपाईँको वरिपरिको घेरा पुनः मूल्याङ्कन गर्न आवश्यक छ। के तपाईँ वरिपरिको मानिसहरूले तपाईँलाई बढ्न प्रोत्साहित गरिरहेका छन् वा तपाईँलाई पुरानै अवस्थाको सहज सीमामा राखिरहेका छन्? यस प्रश्नको उत्तरले बताउने छ कि ती मानिसहरू तपाईँको जीवनमा रहन योग्य छन् कि छैनन्। चौथो, अत्याधिक लक्ष्य राख्नेहरू। अब यो अलि अचम्म लाग्न सक्छ, किनकि हामीले प्राय सोच्छौँ अत्याधिक लक्ष्य राख्नेहरू नै सफलता प्राप्त गर्ने आदर्श व्यक्तिहरू हुन् जसलाई हामीले अनुकरण गर्नुपर्छ। के उनीहरू सहज क्षेत्रमै बस्नेहरूभन्दा राम्रो होइनन्? तर सधैँ त्यस्तो हुँदैन। अत्याधिक लक्ष्य राख्ने मानिसहरू प्राय अवास्तविक मापदण्डहरू सेट गर्छन्, जसले लगातार दबाव र तनावको वातावरण सिर्जना गर्न सक्छ। उनीहरू सधैँ अझ बढी र अझ राम्रो गर्न खोजिरहेका हुन्छन्, तर
आफ्नो उपलब्धि वा जीवनको आनन्द लिन सायद कहिल्यै रोकिन्नन्। लक्ष्य र महत्त्वाकांक्षामा हुनु आवश्यक छ, तर यदि तपाईँ सधैँ यस्ता मानिसहरूसँगै रहनुहुन्छ भने तपाईँ आफैको गति र मार्ग हराउन सक्नुहुन्छ। त्यसैले तपाईँको मानसिक थकावट, तनाव र सधैँ म पर्याप्त छैन भन्ने अनुभूति जन्माउन सक्छ। याद राख्नुहोस्, व्यक्तिगत विकास र परिपक्वता केवल सफलता प्राप्त गर्ने कुरा होइन, यो यात्रा रमाइलो गर्ने, असफलताबाट सिक्ने र जीवन सन्तुलन खोज्ने कुरा पनि हो। अत अरूको उपलब्धिबाट प्रेरणा लिनु राम्रो हो, तर अत्याधिक लक्ष्य राख्ने मानिसहरूले तपाईँले पर्याप्त गरिरहनु भएको छैन भन्ने महसुस गराउन नदिनुहोस्। तपाईँको यात्रा तपाईँको आफ्नै हो र आफूले चाहेको गति अनुसार अघि बढ्नु पूर्ण रूपमा ठिक छ। 5औं, सधैँ आफूमाथि देखाउनेहरू। स्वस्थ प्रतिस्पर्धाको एक अँध्यारो पक्ष पनि छ र त्यहाँ सधैँ आफूमाथि देखाउनेहरू बस्दछन्। केही पनि गरे तापनि ती मानिसहरू सधैँ तपाईँको भन्दा अलि बढी राम्रो, अलि ठुलो उपलब्धि प्रस्तुत गर्छन्। यसले थकाइ ल्याउँछ र साँच्चीकै निराशाजनक पनि हुन सक्छ। एकपटक महिनौको प्रशिक्षणपछि मैले मेरो म्याराथन दौडेँ। यो मेरो व्यक्तिगत विजय थियो, एक सफल क्षण। तर मेरो खुसी साझा गर्ने सट्टा एक साथीले तुरुन्तै आफ्नो अल्ट्रा म्याराथनको अनुभव सुनाउन थाल्यो। त्यही क्षणमा मेरो उपलब्धिको भावना एक पाल परेको बलुन जस्तै भइदियो। सधैँ आफूमाथि देखाउनेहरूसँगको संवादले प्राय तपाईँलाई अपर्याप्त महसुस गराउँछ। उनीहरूले अन्जानैमा तपाईँको आत्मसम्मानलाई चिरेर तपाईँलाई तपाईँको मूल्य र उपलब्धि बारेमा प्रश्न गर्न बाध्य पार्न सक्छ। मनोविज्ञानकी मार्क ट्राभर्सका अनुसार सुरुवातमा निर्दोष गफ वा रमाइलो प्रतिस्पर्धा जस्तो देखिए पनि यसको पछाडि रहेका प्रेरणाहरूले सम्बन्धहरूमा असहमति र रिसको बिउ बोकिराख्न सक्छ। आफ्नो मूल्य वा प्रभुत्व देखाउनको निरन्तर आवश्यकता तनाव र अविश्वासको वातावरण सिर्जना गर्न सक्छ, जसले परस्पर सम्मान र समझको आधारलाई क्रमशः क्षति पुर्याउँछ। यदि सकिन्छ भने यस्ता व्यक्तिहरूबाट टाढा रहनुहोस्। व्यक्तिगत विकास भनेको तपाईँको सबै उपलब्धिहरूको उत्सव बनाउनु हो, चाहे ती कति साना नै किन नहोस्, र तपाईँका असफलताबाट सिक्नु हो। त्यसैले तपाईँलाई माथि उठाउने मानिसहरूसँग सधैँ सँगै रहनुहोस्, न कि तिनीहरू जो सधैँ तपाईँलाई हावी हुन चाहन्छन्। 6औं, अर्काको कुरा मात्र गर्नेहरू, गफ गर्नेहरू। तिनीहरू नाटकमा रमाउँछन् र अरूको जीवनको बारेमा अनगिन्ती कथाहरू असीमित आपूर्ति जस्तो देखिन्छ। गफमा सामेल हुनु निर्दोष जस्तो लाग्न सक्छ, कहिलेकाहीँ रमाइलो पनि हुन्छ, तर यो एक विषाक्त आदत हो जसले नकारात्मक र अविश्वास जन्माउन सक्छ। गफ गर्नेहरूले तपाईँलाई तपाईँका आफ्नै लक्ष्य र विकासबाट ध्यान हटाउन सक्छन्। आफ्नो सुधारमा ध्यान केन्द्रित गर्नुको सट्टा तपाईँलाई अरूको काममा फस्न सक्नुहुन्छ। उनीहरूलाई निर्णय गर्नुहोस् या तपाईँको जीवनलाई उनीहरूको जीवनसँग तुलना गर्दै। त्यसको अलावा गफ गर्नुले तपाईँको व्यक्तित्वमा सकारात्मक केही थप्दैन। यसले तपाईँलाई अझ बुझ्न, सहानुभूतिपूर्ण वा ज्ञानवान बनाउँदैन। गफ गर्नेहरूबाट टाढा रहनु र तिनीहरूको कथामा संलग्न नहुनु तपाईँको ऊर्जा र समयलाई तपाईँले व्यक्तिगत विकास र परिपक्वताका लागि वास्तवमा योगदान गर्ने गतिविधिहरूमा लगानी गर्नका लागि स्वतन्त्र बनाउन सक्छ। 7औं, सपना मार्नेहरू। यी त्यस्ता मानिसहरू हुन् जो प्राय वास्तविकताको नाममा तपाईँका सपना र आकाङ्क्षालाई मन्द पार्छन्। उनीहरूले तपाईँलाई भन्न सक्छन् कि तपाईँका लक्ष्य धेरै उच्च छन्, तपाईँका योजना धेरै ठुला छन्, तर कुरा यो हो कि तपाईँका सपना र आकाङ्क्षाहरू तपाईँको व्यक्तिगत विकास र परिपक्वताका लागि इन्धन हुन्। तिनीहरूले तपाईँलाई सिक्न, सङ्घर्ष गर्न र तपाईँको आराम क्षेत्रबाट बाहिर निस्कन प्रेरित गर्छन्। कसैले तपाईँका सपना भेट्न नदिनुहोस्। यदि कोही तपाईँका सपना समर्थन गर्न सक्दैन या कम्तीमा तिनीहरूको इज्जत गर्न सक्दैनन् भने सायद तपाईँको जीवनमा तिनीहरूको स्थान पुनः विचार गर्नुपर्ने समय आएको हो। तपाईँलाई विश्वास गर्ने र तपाईँलाई माथि उठ्न प्रेरित गर्ने मानिसहरूसँग हेरिनुहोस्, किनकि अन्ततः तपाईँको सपना नै तपाईँलाई विकास र परिपक्वताको मार्गमा मार्गदर्शन गर्नेछन्। त्यसैले तिनीहरूलाई सम्हालेर राख्नुहोस्, चाहे जो कोही केही भन्छन्। त्यसैले यो आत्मसंरक्षणको कुरा हो। चाहे हामीले मन परोस् या नपरोस्, हाम्रो वरिपरिको मानिसहरूको सङ्गतले हाम्रो सोचाइ व्यवहारलाई आकार दिन सक्छ र अन्ततः हाम्रो व्यक्तिगत विकासमा महत्त्वपूर्ण खेल्न सक्छ। यी 7 प्रकारका मानिसहरूबाट टाढा हुनु भनेको निर्णयात्मक वा आर्थक चेम्बर बनाउनु होइन, यो आत्मसंरक्षणको कुरा हो र सुनिश्चित गर्नु हो कि तपाईँले यस्तो वातावरणलाई पोषित गर्दै हुनुहुन्छ जसले विकासलाई प्रोत्साहित गर्छ, न कि तिलमिल गर्न। स्मरण राख्नुहोस्, तपाईँको विकास र परिपक्वताको यात्रा ठिक त्यस्तै हो तपाईँको यात्रा, र तपाईँलाई आफ्नो जीवनमा हरेक प्रभावलाई आफ्नो यात्रा समर्थन गर्ने तरिकामा चयन गर्ने पुरा अधिकार छ। चाहे यसको अर्थ केही प्रकारका मानिसहरूबाट टाढा रहनुहोस्। त्यसैले यसमा विचार गर्दा आफ्नो जीवनमा ती मानिसहरूको बारेमा सोच्नुहोस् र जसले तपाईँलाई माथि उठाउँछन्।
तपाईँलाई सकारात्मक रूपमा चुनौती दिन्छन् र तपाईँको सपना र लक्ष्यको इज्जत गर्छन्। पछिल्लो हिसाबमा सोच्नुहोस्, ती कोही होलान् जसले तपाईँलाई पछाडि हटाउँछन्। उत्तरहरू तपाईँलाई अझ बढी लचिलो र परिपक्व बनाउन आवश्यक प्रेरणा प्रदान गर्न सक्छ।